नमस्ते सबैजनालाई यहाँ उपस्थित हुनुभएको महानुभाव अभिभावकजीहरू। मेरो नाम अरविन्द कुमार साहु, म पर्सा जिल्लाबाट र म अहिले कक्षा 12 मा साइन्स विषय लिएर पढिरहेको छु र लगभग यहाँ डोस्टेलमा बसेको लगभग मेरो 2 वर्ष हुन आँट्यो र केही कुराहरू अनुभव गरेको छु र केही कुराहरू तपाईहरुमा साझा गर्न चाहन्छु। म क्लास 10 बाटै सुरु गर्छु। क्लास 10 मा हुँदा मसँग पढाइको कुनै निश्चित समय तालिका थिएन। आफ्नो क्षमतामा विश्वास हुँदाहुँदै पनि समय व्यवस्थापनको अभावले मेरो पढाइको शैक्षिक प्रगति सीमित नै थियो। तर जब म डोस्टेलको वातावरणमा प्रवेश गरेँ त्यसपछि मेरो जीवनमा एकदम चुनौतीपूर्ण र सकारात्मक परिवर्तन आयो। डोस्टेलमा बिताएका दिनहरू सजिला थिएनन्। कम्प्युटर सेसन, इङ्ग्लिस सेसनले प्राविधिक शिक्षाको चेतना वृद्धि गरे तापनि दैनिक परीक्षण र नियमित अध्ययनले मानसिक दबाव सृजना गर्थ्यो। तर यही कठिनाइहरूले धैर्य, आत्मनियन्त्रण र निरन्तरताको भावना सृजना गरिदिए। प्रत्येक असफलता चाहे त्यो कक्षाको परीक्षामा होस् अथवा दैनिक परीक्षामा होस्, मैले आफ्नो कमजोरीहरूसँग जुझ्ने अवसर रूपमा लिएँ। सबभन्दा ठुलो सिकाइ भनेको समय व्यवस्थापन थियो। जहाँ कक्षा 10 मा मसँग कुनै पढाइको निश्चित समय तालिका थिएन, अहिले म दिनको हरेक सेकेन्डको महत्त्व बुझ्न सकेको छु। डोस्टेलले मलाई केवल किताबी ज्ञान मात्र होइन कि आत्मनियन्त्रण, अनुशासन, सहनशीलता र जीवनको यथार्थ बुझ्न सिकाएको छ। गैर शैक्षिक कुरा गर्नुपर्दा सुरुमा सामूहिक कार्यहरूमा सहभागी हुँदा आफ्नो सहकार्यले गर्दा, आफ्नो सहकारीको कमीले गर्दा कहिलेकाहीँ निराश बनाए। तर समय बित्दै जाँदा आफ्नो केवल उपलब्धिको लागि मात्र होइन कि समूहको सफलताको खुसीमा खुसी हुन सिकेँ। र मलाई केही यहाँ डोस्टेलमा आइसकेपछि केही कठिनाइहरू पनि भएको थियो। जस्तै आफू तराईको मान्छे र एकैचोटि पहाडमा आइपर्दा आफूलाई यस्तो वातावरणमा राख्ने केही कठिनाइ पनि भएको थियो मलाई। अर्को भन्नुपर्दा म केही कुराहरू सिकेँ भने सुरुमा भन्नुपर्दा आफूभित्र के कमजोरीहरू रहेको छ र त्यसमा कसरी काम गर्न सकिन्छ भन्ने कुरा पनि मैले सिकेँ। अर्को भनेको आफू जुन वातावरणमा बसिरहेको छ त्यो वातावरणमा आफूलाई राख्न सक्यो भने पछि आफूलाई नै फाइदा हुँदो रहेछ भन्ने कुरा पनि मैले सिकेँ। अर्को भन्नुपर्दा डोस्टेलले मलाई एउटा कुरामा के स्पष्ट पार्थ्यो भन्दाखेरि सफलता कडा परिश्रमको प्रतिफल हो, जहाँ अनुशासन, आत्मअनुशासन र निरन्तरताको भूमिका अपरिहार्य रहेको हुन्छ। अर्को मुख्य सिकाइ भनेको मेरो लागि आत्मअनुशासन र समय व्यवस्थापन थियो। अर्को यति कुरा भन्दै गर्दा म यो प्लस 2 पछिको उच्च शिक्षाको लागि म मेडिकल फिल्डतिर जान सोचेको छु। त्यसमा पनि मुख्यतः म MBBS गर्न सोचेको छु र त्यसको इन्ट्रान्स प्रिपरेसनको लागि म यही डोस्टेलमा बसेर इन्ट्रान्स प्रिपरेसन गर्छु भन्ने कुरा अहिले नै अवगत गराउन चाहन्छु। अन्त्यमा भन्नुपर्दा अहिलेसम्म मलाई सपोर्ट गरिरहनु भएको मेरो अभिभावक र डोस्टेल फ्यामिली र सँगसँगै साथीहरूलाई धन्यवाद, आभार व्यक्त गर्दै आफ्नो विचार सबै टुङ्ग्न चाहन्छु।